आइदिनु होला पेदुङ ओ दा यसले चाहिँ गुल्चे खेल्यो अरे होइन रेड कार्ड डरलाग्दो यसले त क्यारम बोर्ड पनि त्यस्तै खेल्छ पा हो यता सिस्नु यो चाहिँ ढिडो हो यो चाहिँ लोकल कुखुराको सुप यस अरुण दा ठिकै हुनुहुन्छ के बनिरहेको छ अलिकति भनिदिनुहोस् न चिकन बटर विङ्स बहिनीहरू नि आएको छ तँलाई कस्तो लागिरहेको छ भन्न मजा लागिरहेछ तैँले के खाइस अहिलेसम्म खाएको छैन भोकै घुमिरहेछ र यो मान्छेलाई अलिकति 2 दिन भयो आज लास्ट दिन हो है तपाईहरु 2 दिनको एक्सपिरियन्स अलिकति भनिदिनुहोस् न फर्स्ट डे एकदमै मोर देन एक्सपेक्टेड थियो है हजुर सेकेन्ड डे वाज ओके अब अहिले त भोकर स्टार्ट अहिले भोकर ओके अल द बेस्ट ल आजको पनि राम्रो होस् ल अहिले लास्टमा आएर थाहा पाएँ कि ढेँडो चाहिँ मिल्ने रहेछ सट्टै छ नचपाई है नचपाई हामी मजाले चपाएर खाइदिएको फेरि है नमस्कार सबैजनालाई मनोज तामाङको भ्लगमा तपाईँहरूलाई स्वागत छ र आज चाहिँ म आएको छु हाम्रो पेदोङ बजारमा र यहाँ चाहिँ भइरहेको छ सिल्क रुट स्ट्रिट फुड फेस्टिभल है र आज चाहिँ यसको अन्तिम दिन हो र अन्तिम दिनमा चाहिँ म तपाईँहरूलाई कतिवटा यहाँनिर भिडियोजहरू क्लिप्सहरू देखाउन चाहन्छु र तपाईहरुलाई म एकदमै यो चाहिँ र भिडियो म बनाउने छु सो भिडियोलाई हेर्दै गर्नुहोस् होला। सो यहाँदेखि सुरु छ है लगभग 40-45 वटा जुन चाहिँ स्टलहरु छ भन्ने मैले सुनेको थिएँ र आज मसँग चाहिँ मलाई भ्लग सिकाउँदै हिँड्नु भइरहेको छ एजेदा पनि है अलिकति मलाई हेल्प गरिरहनु भएको छ एजेदा नमस्ते सबैजनालाई स्वागत छ पेदुङमा है पेदुङ टाउनमा अनि यहाँ आज चाहिँ फुड फेस्टिभलको अन्तिम दिन एन्जॉय गर्नुस् भाइको भ्लगमा थ्यांक यू सो मच जो यहाँ चाहिँ के बनिरहेको छ अलिकति भनिदिनुहोस् न अहिले चाहिँ लोकल फिस छ यो चाहिँ है लोकल फिस है यो तपाईले खोलाबाट ल्याउनु भएको खोलाबाट ल्याउनु कुन खोलाबाट हामी चाहिँ यही अब वरिपरिको है जस्तै रेसी यता त्यताबाट है यो बनिरहेको छ फ्राइड फिस हजुर हुन्छ अरू चाहिँ यहाँ चाहिँ तिम्रो बार्बिक्यू छ यो चाहिँ अब लोकल होइन लोकल होइन यो चाहिँ अब बजारको बार्बिक्यू पनि छ भनेपछि तपाईँकोमा फिस आइटम मात्रै छ है यसमा स्टिम छ स्टिम पनि छ है पाको सुप पाउँछ तपाईँकोमा यो पा है यो त पुरै उयो के भन्छ तपाईँले सुकाउनु भएको रहेछ नि त है सुकाएको छ यो चाहिँ को लोकल प्ला हो यतै वरिपरि पाउने है र त घुम्दै घुम्दै म यहाँ हाम्रै गाउँको दाजुहरूसँग आइपुगेँ है यस अरुण दा ठिकै हुनुहुन्छ के बनिरहेको छ अलिकति भनिदिनुहोस् न चिकन बटर विङ्स बटर विङ्स है र तपाईँले देख्न सक्नुहुन्छ चिकन बटर विङ्स तपाईँको एउटा आइटम मात्रै हो यता दाजुले चाहिँ के बनाइरहनु भएछ हजुर ए अर्डर बेसी भएर चाहिँ दुईपट्टि गर्नु हुँदैछ ए हुन्छ त्यसो भए ल त अरुण दा अल द बेस्ट ल आजको लागि र यहाँ चाहिँ चिकन विङ्सको आइटम मात्रै मैले देखेँ है र यहाँनिर सबैजना बिजी नै हुनुहुन्छ मनोज भाइले डेली नै गरिदिँदैछ एकदम थ्याङ्क यू है हजुर मनोज भट्टलाई पनि पुरा सपोर्ट गरिदिनुहोस् है नयाँ नयाँ हाम्रो जाँदैछ नयाँ भाइहरू हजुर राम्रोसँगले गर्दैछ होइन पनि हेरेँ मैले भाइको आजको साथसाथै हाम्रो एजेन्ट भाइ छ हो हजुर हजुर अब हाम्रो पेदुङको हो हजुर त्यसले गर्दाखेरि सपोर्ट चाहिँ गर्नुपर्छ हामीले मैले किनिदिनु पर्ने यहाँ हाम्रो प्रज्वल भाइ पनि छ तिमीलाई कति बेला आएको तिमी मभन्दा छिटो आएको है नि विजय भेट्यौ भेटेँ मैले विजय मैले पनि भेटेको थिएँ कहाँ गयो यहाँ सरोज भाइ पनि छ जिपे गरिदिनु न पैसा के भएको अहिले भ्लगरको पैसा पोसेको छैन भ्लगर एकदम पैसा नभएको भ्लगर हो र यहाँ चाहिँ अब हामी अचम्म लाग्दो भइरहेछौँ है र यो मान्छेलाई अलिकति किराती किचन बट लेट्स नट गो टु द नेम जस्ट हामी जति पनि छौँ हामी किराती छौरल हामीले राखेको ए बनाइरहेछ कतिवटा आइटम्सहरू चाहिँ छ वी हेभ गट 6 आइटम्स एक्चुअली एउटा बेस्ट सेलिङमा चाहिँ चिकन मिटबल छ यहाँ चाहिँ मेरो साथी बल्ल भेटेँ अस्ति आउन पाएको थिएन ल साथी तिमीलाई स्वागत छ मेरो भ्लगमा है र आज तिम्रो हिजो अस्ति सुनेको थिएँ मैले केकको अलिकति यो भनेर है के कस्तो खालको केक्सहरू छ अलिकति भनिदेऊ न हाम्रो प्राय चाहिँ रेगुलर पेस्ट्रिजहरू छ है हाम्रो यो वर्षको नयाँ भनेको चाहिँ हाम्रो बम्बोलोनेस छ बम्बोलोनेस यो है अन्त तिरामिसु केक यति चाहिँ हाम्रो नयाँ छ है बेस्ट सेलिङ चाहिँ हाम्रो यो चिज केक छ बेस्ट सेलिङ चाहिँ यो चिज केक है आज कस्तो लागिरहेछ आज त रमाइलो अब पेदुङ बजारको चाहिँ लागेको छैन एकदमै रस छ यहाँ चाहिँ है सबसे बेसी छ पुरा बेसी छ है लगभग अब
नर्मल टाइममा चाहिँ सकिन्थ्यो आज चाहिँ सायद 12 बज्छ होला अलिकति पुरा क्राउड छ नि है यहाँ चाहिँ पाइँदो रहेछ सुँगुरको कान साँधेको है र यहाँनिर हाम्रो दिदी चेलीबेटी सबै हुनुहुँदो रहेछ सुँगुरको कान साँझेको चाहिँ तपाईँले बन्नुभएको भएको हो सबैजनाले भने कतिजना टिम छ तपाईँहरू 2 जनाले है सो यो घरमै बनाएर ल्याउनु भएको आफ्नै रेसिपी है सुँगुरको कान त पोलेर पनि मिठो हुन्छ है तर है पोलेर साँझेको है तपाईँहरूलाई 2 दिनमा कस्तो खालको एक्सपिरियन्स लाग्यो 2 दिनको रमाइलो लाग्यो आज लास्ट दिन हो आज कस्तो लागिरहेछ हजुर ए एक्सपिरियन्स बढ्यो है अर्गनाइज म्यानेजिङ कमिटीलाई चाहिँ म धन्यवाद दिन चाहनुहुन्छ है ओके हुन्छ आजको लागि नि एकदम बधाई छ है ल अल द बेस्ट आजको लागि आजको राम्रो बिजनेस चलोस् सो यहाँ दाले चाहिँ भन्नुहुँदैछ अर्गनाइजिङ कमिटीलाई चाहिँ एकदमै धन्यवाद अरे ओ यहाँ हाम्रो तिम्रो त बडी हेरेर त मलाई त म पनि जिम आउला जस्तो लागिरहेछ यता हाम्रो बुबु पनि मितो पनि आउँदैछ हो तिमी के भन्नेछ कस्तो लागिरहेछ तिमीलाई अलिकति भनिदेऊ न लु एकदम आजको दिन चाहिँ फुल प्याक्ड भइरहेको छ हो यति क्राउड चाहिँ तिमी 3 दिनै थियौ 3 दिनै थियौ है 3 दिनै थियो कुन दिन चाहिँ बेसी भिड लाग्यो तिमीलाई आजको दिन चाहिँ तिमी भिड छ आज अहिले नै यहीँ पकाइरहनु भएको छ लाइभ पकाइरहनु भएको छ सो एकदमै है यो चाहिँ अब हाम्रो अहिलेको नानीहरूले चाहिँ अहिलेसम्म हामीले पनि अब बेसी चाहिँ खाएको छैन है हाम्रो बाजे पुर्खाहरूले हाम्रो आप्पाहरूले चाहिँ धेरै खाएको भन्नुहुन्छ सो यो चाहिँ एकदमै हेल्थको लागि पनि राम्रो हो भनेर चाहिँ भनिन्छ है र यो बस्तीको कोदो हो बस्ती पनि तपाईँहरू कहाँबाट हुनुहुन्छ यहाँ प्रशान्ति नगरबाट है ए हुन्छ त्यसो भए तपाईँहरूको कस्तो चलिरहेको छ बिजनेस आज ठिकै छ है 2 दिन भयो है आज बेसी भिड जस्तो लागेन तपाईँलाई अझै बेसी भिड छ है सो आज एकदम एक भाँडा त सकिसकेको हो आज अघिदेखि अहिलेसम्म 2 भाँडा सक्यो त हामीले चाहिँ यहाँनिर यो कोदोको ढेँडो है विथ यो लोकल कुखुराको सुप होइन अनि यहाँ माथि चाहिँ घिउ छ है सो मेरो र यहाँ एजेदाको पनि छ है तपाईँको फर्स्ट टाइम हो त फर्स्ट टाइम कस्तो छ एक्साइटेड लागिरहेछ एक्साइटेड भन्दा पनि अब यस्तो हो अब जातीय जुन कार्यक्रम भइरहेको छ है जातीय खानामै हामी चाहिँ फोकस चाहिँ सोच गर्यो र मैले पनि ढेँडो चाहिँ खाइदिनँ अहिलेसम्म हेरौँ के कस्तो हुन्छ घिउमा हो त्यहाँ अचार देन यो लोकल कुखुराको सुप यहाँबाट तपाईँहरू हेर्नुहोस् कति चाहिँ भिड छ आज चाहिँ र अब चाहिँ म एकछिन माथि जानेछु है माथिनिर प्रोग्राम भइरहेछ यस भाइ ठिकै छौ कति बेलाको मेरो भ्लगमा स्वागत छ तिमीलाई ल इन्जोय गर ल म यहाँ एकछिन गरेर आउँछु र त अहिले चाहिँ म यहाँ माथि आएको छु यहाँ त एकदम प्रोग्राम भइरहेछ एजेदा चाहिँ कहाँ गयो खोजेको भेटेन ल त अब चाहिँ हाम्रो भ्लग एन्ड भयो यहाँनिर है रात पनि धेरै पऱ्यो लगभग 9:30 9:30 भएछ 10 बज्न लाग्यो र एजेता पनि अब स्कुटी स्टार्ट गरेर जानु आँट्नु भएको छ एजे देखिहाल्नुभयो है सो एजेतालाई पनि धेरै धेरै धन्यवाद आज तपाईँको कारणले गर्दाखेरि मलाई पनि धेरै कन्फिडेन्स आयो भ्लग गर्नुमा एकदम मजा आयो हाम्रो भाइसँग आज भ्लग गराइ भयो मजा आयो है भाइलाई पनि एकदम शुभकामना आउँदो दिनहरूको लागि किनभने भाइको यो स्टार्टिङ हो तपाईँले सपोर्ट गरिदिनुहोस् होला है अनि दुनियाँभरको मानिसहरूले सपोर्ट गरिदिनुहोस् होला जतिले पनि हेर्नुहुन्छ होइन किनभने भाइको स्टार्टिङ फेजमा चाहिँ यस्तो हुन्छ जब सपोर्ट पाउँदैन त्यति बेला धेरै डिमोटिभेट टाइपको हुन्छ सो त्यस्तै हो सपोर्ट एकदमै गरिदिनुहोस् होला ल म एजेको भ्लगिङ अनि यता मनोज भाइ हामी दुईजना अब बिदा लिन चाहन्छौँ तपाईँहरूदेखि र सबैजनालाई अगावै ह्याप्पी दीपावली पनि हामी भन्न चाहन्छौँ सबैलाई गुड नाइट एन्ड ह्याप्पी दिवाली ह्याप्पी दीपावली थ्याङ्क यू सो मच ल एजेदा गुड नाइट बाई बाई